दुःख हरता वार्ता विघ्नाची, नुरवी पूर्वी प्रेम कृपा जयाची, सर्वांगी सुंदर उटी शेंदुराची, कंठी झळके माळ मुक्ता फळाची। जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती, श्री मंगल मूर्ती, दर्शन मात्रे मने कामना पूर्ती। जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती, श्री मंगल मूर्ती, दर्शन मात्रे मने कामना पूर्ती। जय देव जय देव जय देव जय देव। रत्न खचित फरा तुझ गौरी कुमरा, चंदनाची ऊटी कुमकुम केशरा, हिरे जडित मुकुट शोभतो बरा, झुणझुणती नूपुरे चरणी घागरिया। जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती, श्री मंगल मूर्ती, दर्शन मात्रे मने कामना पूर्ती। जय देव जय देव जय देव जय देव। लंबोदर पीतांबर फणीवर वंदना, सरळ सोंड वक्रतुंड त्रिनयना, दास रामाचा वाटपा हे सदना, संकटी पावावे निर्वाणी रक्षावे सुरवर वंदना। जय देव जय देव जय देव जय देव जय देव जय मंगल मूर्ती, श्री मंगल मूर्ती, दर्शन मात्रे मने कामना पूर्ती। जय देव जय देव जय देव जय देव। सिंदूर लाल चढ़ायो अच्छा गजमुख को, दोन दिल लाल बिराजे सुत गौरी हर को, हाथ लिए गुड़ लड्डू साईं सुरवर को, महिमा कही न जाए लागत हूँ पद को। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव जय देव जय देव। अष्टो सिद्धि दासी संकट को बैरी, विघ्न विनाशन मंगल मूरत अधिकारी, कोटि सूरज प्रकाश ऐसी छवि तेरी, गंड स्थल मद मस्तक झूले शशि बिहारी। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव जय देव जय देव। भगत से कोई शरणागत आवे, संतत संपत सब ही भरपूर पावे, ऐसे तुम महाराज मोको अति भावे, गोसावी नंदन निश दिन गुण गावे। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव जय जय जी गणराज विद्या सुखदाता, धन्य तुम्हारो दर्शन मेरा मन रमता। जय देव जय देव जय देव जय देव। जय देव जय देव जय मंगल मूर्ति, श्री मंगल मूर्ति, दर्शन मात्रे मने कामना पूर्ति। जय देव जय देव जय देव जय देव जय मंगल मूर्ति, श्री
मंगल मूर्ति दर्शन मात्रे माने कामना पूर्ति जय देव जय देव जय देव जय देव जय मंगल मूर्ति श्री मंगल मूर्ति दर्शन मात्रे माने कामना पूर्ति जय देव जय देव जय देव जय देव जय मंगल मूर्ति श्री मंगल मूर्ति दर्शन मात्रे माने कामना पूर्ति जय देव जय देव जय देव जय आज हामी 2083 साल आषाढ महिनाको 10 गतेका दिन यो तिलोत्तमा 5 स्थित कर्ता सुमन पाण्डेको घरमा व्रतबन्ध महायज्ञ साथसाथमा त्यसको अङ्गको रूपमा वास्तु पूजा र लक्ष्मीवर्ती भजन लक्ष्मीनारायणको पूजा साम्बसभा शिवजी जलधारा कर्महरूका निम्ति सम्पूर्ण दर्शकहरूलाई यज्ञ मण्डलको अगाडि उपस्थित भइरहेको निम्ति अनुरोधका साथ हामी यज्ञ सुरुवाती क्रममा छौँ। तथापि हामी अस्तिदेखि नै यो कर्मलाई सुरुवात गरे पनि आज विधिवत एउटा समापन कार्यक्रम अथवा यसको साङ्गीय कार्यक्रम भएको कारणले गर्दाखेरि कर्ताहरू सबै कृपया अब बेलामै उपस्थित भइदिनको निम्ति मैले आह्वान गरेँ। कर्ताहरू आइदिनु होला र आजको कर्मको सुरुवाती अब गर्दैछौँ। स्वस्तिका साथ हामीले भगवानको चिन्तनमा हामी गर्नेछौँ। त्यसकारण कर्ताजनहरूलाई दिनमा हुनुहुन्छ यज्ञको अगाडि आइदिनु होला मण्डपको अगाडि। कर्ताहरू धेरै कुरा नगरिकन सक्दैन सूर्योमा तस्मादेर विश्वाङ्ग तकुहस आइमा लगाइदिनुहोस्। त्यसमा कुशका टुक्राहरू छोइदिनुहोस्। ओम पवित्र यस्तो विष्णुरो सवितर वहा प्रसन्नचिदेव पवित्र सूर्य शिवश्री तस्यते पवित्र पते पवित्र पुत्र कामनि तत्सकियम जल लगाइदिनुहोस्। आधा गराउनुहोस्। ओम सन्नो देवी विषयापो भवन्तु पितै संयोरै श्रवन्तु न ज्योतिनहरू लगाइदिनुहोस्। छोइदिनुहोस्। त्यही राखिहाल्छ। ओम जबोसी जेवेस्मा जेवो तान्तरिक्षा पितृसंकृष्मसी तिलोसी सोमदैवत्यो गोसवो देवनिमुखाप्रयत्नमद्वैकृत सुधा पितृलोकाङ्किनायन श्रीमती पुष्पम फुल लगाइदिनुहोस्। ओम श्री सते लक्ष्मी सपत्न्या बहो रात्रे पार्श्वे रक्षितानि रूपमस्मरातम् स्मन्निखाणां मैखानुशालां चन्दन पवित्र पते पवित्र पुत्रशिन यत्काम मने तच्छेकियं तीनटा सरसुवर छोडिदिनुहोस्। सरसुवर यहाँ छ। त्यसलाई खोल्नुहोस्। राम्रो हुन्छ हैन? बेस्टरी राम्रो। तिलोत्तमा नगरपालिका स्थित नयाँ मिल गण्डकी पथे यहाँ तुला राशि कन्या गत तुला राशि चन्द्रमसी मिथुन गते श्री सूर्य सपत्नी अब जेठी भाइको नाम अमेरिका देव्य हम माइलीको राधा देव्य हम सानैलीको चेतकला देव्य हम सोमकला देव्य हम पुरुषा देव्य हम कुटुम्बादि सबैका छोराछोरीहरू पनि सबै छौँ भन्यो। सहितो ममनादि ब्रह्म हत्यन्त सकल भिन्न पार्वसन्य दोषैक साथै ज्ञानको समस्त ग्रह मनोवांछित फल प्राप्ति कामना दीपार्तिक दीप प्रज्वलन सहित दुनु बाहिर निकाल्नुहोस्। त्यही राखिदिनुहोस्। ल
त्यहाँ जलकुमार ढोगिदिनुहोस् अर्घमा भोलि ज्ञानी कानी जपापानी जन्मान्तर पितान्त तान्तान प्रदर्शनको भगतसिंह नाम जले जले अब त्यो चुनाको जलले जल्दै छोडिदिनुहोस् यो पूजा आएको छ नि यो जलले सबै ठाउँ छोडिदिनुहोस् पूजाको ठाउँमा जाँदै होइन ब्रह्मण्यदेवाय ब्राह्मणिताय जगतिताय कृष्णाय गोविन्दाय नमः मरुमा हिँडेको आएर आमाले हात धुनु सर्नु पर्दैन आमाले मात्रै यसो राख्नुहोस् है चाहिन्छ अस्माकं गृहे युवराजकुमारस्य चूडोपनयन वेदारम्भ समावर्तन करोमि तदङ्गतया दीपकलशपूजनपूर्वक सामश्राशिव जलाधारादि दक्षिणार्थ पूजनादि लक्ष्मीपति प्रदानादि गृहवासी पूजनादि युवराजकुमारस्य अवश्य शान्ति ग्रह शान्ति निमित्त ग्रहादि देवता समस्त परिवारजनस्य अवश्य शान्ति ग्रह शान्ति निमित्त गाईको प्रार्थना गर्नु फुलेर हात जोड्नु फुलेर गाईको प्रार्थना ओम कपिले सर्वदेवानां पूजनीय श्रीदेवी देवदेवमय यस्मात् तस्मात् सर्वैः आमेन सन्तुगामै सन्तुष्टगामै देशको भला चतुर्भ्य वयं समर गाईमा छुनुस् उहाँको हातमा त्यो पैसा दिनुस् हातको मात्रै हैन हातको मात्रै पैसा ओम कोराको सँग गाईलाई जलकुमार ढोलिनुहोस् ओम यानी कानी चपापानी जन्मान्तर पितान्त तान्तानि प्रदक्षिणको प्रदक्षिण नामुलाले भने यसो नमस्कार गर्नु गाईलाई जहिलेदेखि पनि गाईलाई नमस्कार गर्ने है त ल त्यो यसो हल्लाएर गाईलाई हात लगाइदिनु ओम कोरा त्यसलाई उठाउ त्यहाँ जल सारिनु स्थान दिनु कि हो ल भयो खुसीमा जल हाल्नु त्यो पैसा निकालेर जल हाल्नु त्यहाँ जल अलि भोलिदिनु त आधा गराइदिनु सबैलाई छिड्दै बाबु शांति विश्वे देवाः शांति ब्रह्म शांति सर्वगुरु शांति शांति एव शांति सामा शांति त्यो टिपो पनि लगाइदिनु हौ अलिकति त्यो अहिले निकालेको टिपो होला हो त्यो भान्जालाई दिनु भान्जा लगाइदेऊ खुशी भयो मन हरि जप राम भज नाचन भक्त जन झिलिमिली मन्दिरैमा खुशी भयो मन हरि जप राम भज नाचन भक्त सकल परिवार स्वस्ति भवन्तो भवन्तु स्वस्ति भवन्तो भवन्तु स्वस्ति भवन्तु तीनबाट त भनेको हामीलाई स्वस्ति चाहिएको छ नि त हैन हामी स्वस्ति हो हरि ओम स्वस्ति ओम स्वस्ति ओम स्वस्ति हरि ओम स्वस्ति न इन्द्रो वेदासवा स्वस्ति न पुत्ररात्मने स्वस्ति दासो अरिष्टाने स्वस्ति नो बृहस्पति ददातु दिवं पृथिव्या सकल परिवार कर्मणि
मम गृहे गो ब्राह्मणः वृद्धिं भवतो भवतु वृद्धिं भवतो भवतु वृद्धिं स्वस्ति न इंद्रो स्वस्ति नः पूर्वा विश्वेरा स्वस्ति न तारक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्ददातु निखर्षामरुतः वृष्णिमातरः शुभं ध्यावानो विदधे कुजद्वयः अग्निविहामनवः सूरदक्षसो विषेणो देवा अवसागमन्यः अदं कर्णेवि शिरोयामदेवा वयं वशेनाक्षरिजयताः हिरैरहनैतुष्टुवागुंसस्तनोर्विभ्यसेमहि देवहितं कतै बिस हाल्नु न ल कतै हाल्नु ल ल अब यो थाप नि हो तिमीले यहाँ समात्ने तिमीले समात्ने हो अनि टुपिएर त टुपी टाकेर फेरि कुरा हुन्छ कि फेरि होमरीमै दाहिनेतिरबाट भन्नुभएको थियो तर हात नहल्लो है
भएन नि छोरा सिगोजीमा राख्ने यो सबै तिम्रो अहिले दिनुहुन्छ अरे खुल्ला रहन्छ भन तिम्रो कहिले वर्तन गर्ने हो र साँच्ची के नचल है मेरो ध्यान गर्नु पूजा गर्नु दाना पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु ध्यान गर्नु पूजा गर्नु दाना पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु दाना पनि गर्नु बाँचुन्जेल धर्म गर्नु एक दिन त छ मर्नु ध्यान गर्नु पूजा गर्नु हरि बोला राम बोला पाप कर्म जाने दुई दिनको जिन्दगानी कर्कलाको पानी हरि बोला राम बोला पाप कर्म जाने दुई दिनको जिन्दगानी कर्कलाको पानी हरि बोला राम बोला हरि बोला राम बोला पाप कर्म जाने दुई दिनको जिन्दगानी कर्कलाको पानी हरि बोला राम बोला पाप कर्म जाने दुई दिनको जिन्दगानी कर्कलाको पानी हरि बोला राम बोला तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केश रिसराग गर्नु भन्दा धर्म गर्नु बेस तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केश रिसराग गर्नु भन्दा धर्म गर्नु बेस तेरो मेरो भन्दा भन्दा तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केश रिसराग गर्नु भन्दा धर्म गर्नु बेस तेरो मेरो भन्दा भन्दै फुलिसक्यो केश रिसराग गर्नु भन्दा धर्म गर्नु बेस तेरो मेरो भन्दा भन्दा जय जय दुर्गा माता जय काली भवानी माया प्रेम कृपा तिम्रो ये दया के खानी जय जय दुर्गा माता जय काली भवानी माया प्रेम कृपा तिम्रो ये दया के खानी जय जय दुर्गा माता जय जय दुर्गा माता जय काली भवानी माया प्रेम कृपा तिम्रो ये दया के खानी जय जय दुर्गा माता जय काली भवानी माया प्रेम कृपा तिम्रो ये दया के खानी जय जय दुर्गा माता आज
युवराज कुमारी कर्मणी कर्म सहित 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 पंच इंद्राय स्वाहा ओम अग्नये स्वाहा विनियोग ओम सुम अनि तल त्यहाँ नेट बनाउने आएको छ नेट तले होइन नि हाम्रो त्यो तल जाँदै पनि नेट बनाउने आएको है कत्रो खोला त्यो कता है आउँछन् त्यहाँनिर पस्नु खोली I'm ready.
मलाई मामालाई माला लगाइदिनु पर्छ शिक्षा भाइ सुन्न पर्छ ल ए खोइ त
अब केटा भन्नु भयो भगवती भिक्षामी देही भगवती भिक्षामी देही सबैसित माग्ने हो सबै देवज बल्ल भगवती भिक्षामी देही भगवती भिक्षामी देही ओम एवं मारुश्रव सौश्रवसं कुरु ओम यथा तमग्ने देवानां यज्ञसन्धिनिपा असि ओम एवं महं मनुष्याणां देवस्य निपो भूयासम्। मैले 5 वटा मन्त्र पढेँ ल। अब फेरि 3टा संहिता दिनु, 3टा संहिता दिनु है त बाबुलाई। ओम अग्नये समितमा हातवेते जातवेदस्य हतमग्ने समिता हे स्वामित्यसे एवं महायुधामेवदया वचसा पर्दया पशुभिर ब्रह्मवर्चसेन समिन्दे जीवपुत्रो ममाचार्यो वेदाद्य मासानि अनिराकरश्मीनि श्रूयशस्वी तेजस्वी ब्रह्मवर्चसी नादो भूयासकु स्वाहा सुमनले अग्नये सुश्रव इत्यादिनां पञ्चानां ऋषूणां प्रजापति देवता अग्नि परिसमूहने विनियोग छोडिदिनु 5 वटा दिनुहोस्। 5 वटा दिनुहोस् है के भन्नु ओम अग्ने कुनटा चलाउने र अनि कुनटा छ ओम अग्ने सुश्रव सुश्रव सम्मा तिमी एउटा ओम यथा तमग्ने सुश्रव सुश्रव असि अर्को ओम एवं सुश्रव सुश्रव सम्कुरु तेस्रो यथा तमग्ने देवानां यज्ञसन्धिपा असि चौथो ओम एवं महं मनुष्याणां देवसन्धिपा भूयासम् पाँचौं। 1 फेर ताप 7 फेर ताप्नु मैले 1 भयो आएगा अग्नि सायुधि देही फेर ताप फेर ताप ताप ओ अग्नि पाँचौं पटक ताप देवता देवा दत्ता पुष्कर 7औं पटक ताप। अब किरानी समाउनु किरानी समाउनु ओम अंगानी सम इत्यादेर यजुख प्रजापति प्राण समापित नाक राम्रो सुन्नु भने नाक सुन्नु
ओम चक्षु समातेन यी आँखाहरूले राम्रो चिजहरू गरेर आँखा छुनु ओम स्वतन्त्र माध्यम यी कानहरूले राम्रो कुराहरू सुन्नु भनेर कान छुनु भरन्त माध्यम यी हात पाखुराहरूले पुरुषार्थ गर्नु भनेर पाखुराहरू छुनु यसो तिलक निकाल्नु भने यसो आगो तिलक लगाइदिनु अबुझको जीवन जान्छ धनकै पछि लागि बुझ्नेहरू केही गर्छन् समाजको लागि जाउँला स्वर्ग तरेर दान पुण्य गरेर जाउँला स्वर्ग तरेर जाउँला स्वर्ग तरेर दान पुण्य गरेर जाउँला स्वर्ग तरेर जाउँला स्वर्ग तरेर दान पुण्य गरेर स्वर्ग तरेर जाउँला स्वर्ग तरेर तरेर दान पुण्य गरेर जाउँला स्वर्ग तरेर जाउँला स्वर्ग
पानी हो सबै छोडी जाने हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जाने हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो सबै छोडी जानी हो हरि हरि धर्म गरौँ कर्म गरौँ दान पुण्य गरौँ मानव सेवा गर्दै गर्दै जीवन सागर तरौँ उसकै खुसी जीवन जसको दानी मन उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मन उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मन उसकै खुसी जीवन उसकै खुसी जीवन जीवन जसको दानी मन उसकै खुसी जीवन उसकै खुसी जीवन जसको दानी मन उसकै खुसी जीवन उसकै खुसी जीवन जसको
खाली होला त्यसले तपाईँका पहिला सुन्नु तपाईँको कुरा यो आजको टु लाउने एकछिन 1-2 घन्टा भयो यो लाउने यार यो गुरु लुटेको ल अलि मिल्देऊ कैमरामैन फोकस करो कैमरामैन फोकस करो कपडा फेरि हैप्पी बम्ला हेरेको कसैले भने होला कम्प्लेन बोले के भन्नु बाबु
शिवाय नमः शिवजीला पूजा ओम नमः शंकराय नमः शंकराय नमः शिवाय शिवाय नमः सांबसना शिवाय नमः गुंडाक्ष विष्णु चलुनी सावित्री ब्रह्मलाई पूजा गर्नु सावित्री ब्रह्मलाई सावित्री सहित ब्रह्मणे नमः माला हम आशीर्वाद विष्णु चौधरी खान बजारे समर्पण समस्या अब यहाँ ब्रह्मा विष्णु प्रजापतिलाई यहाँ चौधरीमा पूजा ब्रह्मा एउटा विष्णु एउटामा अनि रुद्र एउटामा ओम आ ब्रह्मन्त्राम हो सहित माला शिवाय शिवजी विष्णु विष्णवे नमः ओम नमः शंभवाय समयोवाय नमः शंकराय विष्णुवाय नमः शिवाय शुक्लाय विष्णुवे प्रजापतये नमः यज्ञावतार भगवान वैश्वानराय नमः जगन्नाथ विष्णु चौधरी धर्म जाने बुझी हमें समर्पण समस्या अब पूर्वे ये देनो सती सदराय नमः पश्चिमे पश्चिमे पश्चिम वर्ण सहित पश्चिमी दिगतिर भागेर सामने बेर
बाबा हरिम आशीर्वाद उत्तरे अथवा बेला सहित उत्तर उत्तर ताज बजारको लागि घुमेर नमः साहित्य दिनो संस्कृति गुरुराय नमः गंगाक्षी हरिम आशीर्वाद नारिका भगवान लक्ष्मी गिरे वास्तु लागि लक्ष्मी र लक्ष्मी नारायण ध्यायामी प्लास्टिक निकाल्नु पोल्ट्रीलाई ख्याल गर्नु हाल पनि निकाल्नु अब त्यहाँ भगवान्लाई चाहिँ फेरि ध्यान गर्नु स्वागतम देवदेव भगवान देवदेव ज्ञानको वादी ओम रुद्राय नमः कंठं पूजयामि ओम शेषाय नमः स्कंदं पूजयामि ओम गगनव्यापिने नमः बाहं पूजयामि ओम तेजरूपिणे नमः स्तनं पूजयामि ओम निशाकराय नमः मोक्षं पूजयामि बत्ती राखिदिनु देखाउँ तपाईँ अनि हात धोएर नैवेद्य लगाइदिनु यो पार्टी भनेको त घर आउने हो सुगम रहेछ पार्टी सुगम नआउँदै Yeah.
भेट्दै किन रिसारागा मैरामा गर्ने भेट्दै किन रिसारागा मैरामा गर्ने एक दिन त हामी सबै होला नि त मर्ने छाड्छ जीवन संसारी सपुत्र पौत्राली सबैका छोराछोरी सकल परिवार तन्तुकान सहित पञ्चतन्तुकान लक्षाधिक अष्ट सहस्र सञ्चकान विपान यसो घुमेर यसरी नराख्नु सुधै कहाँ हो ती यसरी कीर्तन गर्दै Namo
ब्रह्माको पूर्णकर्ताहरूको देवहरूको विद्यावतार भगवानको भक्तवृन्द महायज्ञको देवस्तु महायज्ञको सम्पूर्ण भक्तजनहरूको अब कीर्तन निरन्तर आजदेखि सुरु भयो जीवन पर्यन्त काम गर्दा पनि हरे राम हरे कृष्ण अर्कालाई गाली गर्दा पनि हरे राम गाली गर्नु पर्यो भने खाँदा पनि सुत्दा पनि भगवानको चिन्तन पनि अब भगवानको कीर्तन जतिको ठुलो यज्ञ केही पनि छैन परिचर्यायाम कलोष्टधारी कीर्तन ठुला यज्ञहरू गरेर बाजपेयी जस्ता यज्ञहरू गरेर अनि अश्वमेध जस्ता यज्ञहरू गरेर हजारौँ वर्षसम्म यज्ञ गरेर पाउने फल अनि त्रेता युगमा चाहिँ सत्ययुगमा ध्यान गरेर हजारौँ वर्षसम्म ध्यान गरेर पाउने फल त्रेता युगमा चाहिँ यज्ञ गरेर पाउने फल अनि द्वापर युगमा भक्ति गरेर पाउने फल अहिले कलियुग छ कलियुगमा भगवानका नाम छ यो मुखमा राम छैन भने त्यो मुख काम छैन राम छैन भने काम छैन त्यसकारण मुखमा राम अनि हातमा काम मुखमा राम र हातमा काम सधैँभरि हाम्रो जीवनको यहाँ भजन Shut
हामी
पानी छैन छिटो ढिलो तिमीहरूले हामीलाई भने जस्तो आमा हो हाम्रो दिदी हो तिमीले शान्ति दिदीलाई भने जस्तो हाम्रो दिदीलाई फेर लगाइदियो अझै पनि बीस दस लेख्नु कलर प्रिन्टर दुईटा छ त्यसमध्ये एउटा दिनु है 20 दस लेखेको Kamu udah kima mau tuh dari sini mana lo? Nanti lagi mama nih. Mama sih dia kita lagi आज तो निशान दादा से बहुत बंदा हो अलेला लगे नहीं आओ
तिमीलाई दिएको ज्ञानीबाट दाइलाई देऊ भाइ मजा गरेर राम्रो कुरा भन्नु तिमीलाई दिनु होइन माला त्यतिखेर दिनु पर्यो नि तिमीलाई पनि दिने हो कति रुपियाँ भयो मनलाई पनि चाहियो मन तिमीलाई पनि चाहियो मोबाइल कसको हो नि है
चाहियो अरे ल अरूलाई पनि त ल है काम नै कि नानीलाई ल चाहियो कति जाति आइचिन्ने फेरि मागेर आऊ यसो आऊ है 50 पावा छिटो नमस्ते गरिदिए 500 नमस्ते नानी मसँग 1 रुपैयाँ हाल्दैन यहाँ आन्टी पहर्दैन पैसा थोरै त्यसै लौ चाहियो अरे लौ लौ धेरै चाहियो मलाई त त्यसै भन्नको मतलब ओके लसुन के लान्छु अगर हते हामी अगाडि पनि के राख्ने होला लिसुले आमाले दिनु हैन यार मागे ए कुनै छोको नि पान्छ सिधान्डे ए छोड्नु न ल भेरी गुड ल कति सबै दिनु नानी गाली गर्दिनु भन्नु नाइडल कस्तो सरप्राइज दिन्छु त तिमीले अहिले 5 रुपियाँ पाउँदा थियो भने हो न 5 रुपियाँबाट नि सानो नोट कति हुन्छ म देखाइदिन्छु है 5 रुपियाँ त किलो लौ यहाँ छ जस्तरी यहाँ प्रसाद प्रसाद नलिकन जानुहुन्न
बहिनीको लागि पूजा लाउनेलाई ए बैकुण्ठ ओरालो पुण्यमा गर्ने कर्तालाई पुण्यमा गर्ने कर्तालाई भाका मिलाउँदैछ नाति कहिले होला भेट फुलको र घामको सीताको र रामको कहिले होला भेट फुलको र घामको फुलको र घामको कहिले होला
हेरी